अब के गरौँ के छ भाइ तपाईँहरू ल्याएको चाहिँ पोखरेलजीको जन्मदिनको अवसरमा आज हामी यहाँ उपस्थित भएका छौँ र त्यसै गरी हाम्रो नेपाल महिला नवजीवन केन्द्रका पूर्व अध्यक्ष श्री धनराज श्रेष्ठ पनि उपस्थित रहेको छ र त्यसै गरी हाम्रो यस नेपाल नवजीवन केन्द्रको उपसभापति श्री पवन श्रेष्ठ मेरो जन्मदिनको उपलक्ष्यमा खगेन्द्र नवजीवन केन्द्रमा जुन हामीले अपाङ्ग पुनर्स्थापना केन्द्रको रूपमा चाहिँ प्रदेश सरकारको सहयोग र नगरपालिकाले पनि सकेको सहयोगले यो सञ्चालन गरिरहेको फलोमा चाहिँ अपाङ्गता भएका व्यक्तिहरू जुन पुनर्स्थापनाको निमित्त यो यहाँ रहनुभएको छ लामो समयदेखि रहने पनि हुनुहुन्छ भर्खर आएर यहाँ म दिन्छु तिमी उता चकलेट खानु ल माम्खा थाहा छ माम्खा टिकटक बनाउने यहाँ बनाइदिनुहुन्छ उहाँहरू ल नाम के हो कुन ठाउँको हो कहाँ अरे घर मास्टर खोइ यहाँ बिस्कुट दिएको ल भित्र एकजना छ भाइ चकलेट दे भित्र ए म गणेश पोखरेल यहाँको मेयर है मेरो आज जन्मदिन तपाईँहरूलाई खानाको पनि व्यवस्था गरेको छ अनि चकलेट बिस्कुट यसो है ल राम्रो होस् सुस्वास्थ्य होस् नगरपालिकाको मेयर भन्ने सुनेको छ कि छैन होइन बाटो छ ल के छ तिम्रो खबर ठिक छ त्यो हुँदैन झापा कहाँ कहाँ झापा हो त दुम्सियामा त्यो त कुन जिल्ला हो जिल्ला थाहा छ कुन जिल्ला लान्छु भन्नु उतै हो ल ल राम्रो गर्नु